ल आज चाहिँ हामी खजुमहरूको यक पुर्खाहरूको जन्मथलो हामी जाँदैछौँ। यक खोजी गर्दै गर्दा भर्खर सुरुवात हुँदै रहेछ होइन। यहाँ तपाईहरुलाई म यहाँ बोर्डमा लेखिएको कुराहरू सरर देखाउन चाहन्छु। यहाँ लेखिएको छ हाम्रो किराँत याकथुम लिपिमा पनि श्रीजङ्गा लिपिमा पनि लेखिएको छ है। यो तपाईहरुलाई पढ्न आउँछ भने यहाँ पढ्न सक्नुहुन्छ। योमै चामखासिङ खजुमहाम यक भनेर ७ गाउँपालिका 3 पञ्चकन्या तेह्रथुम भनेर लेखिएको छ। यहाँ यसरी यहाँ चाहिँ हाम्रो यक भर्खर निर्माण हुँदैछ। यहाँ यो सहयोग गर्नुहुने सहयोगदाताको नाम पनि छ। अब म्याक्सिमम कुरुम्बङहरू चाहिँ युके सिङ्गापुर र ब्रुनाईमा रहेको छ। यो डाँडामा चाहिँ हाम्रो यक बनिँदैछ। हाम्रो वंशावलीको खजुमहरूको यक चाहिँ निर्माण हुने क्रममा चाहिँ रहेको छ। यहाँ तपाईहरुलाई सरर देखाउँछु। यो चाहिँ हाम्रो जुन यहाँ स्थापना हुँदै गरेको यकको लागि चाहिँ आफ्नो ऊर्जाशील समय र आफ्नो अमूल्य समय दिनुहुने चिनकुमार कुरुम्बङ लिम्बुजी हुनुहुन्छ। उहाँको नेतृत्वमा चाहिँ हामी यहाँ हाम्रो स्थापना हुँदै गरेको यक हेर्न आएछौँ। चिनकुमार सर यो कति % काम हुँदै गरेको? भर्खर इनिसिएसन हो यो, इनिसिएट हुँदै गरेको 10% चाहिँ लगभग हुँदै रहेछ। अब यहाँ धेरै कामहरू गर्नुपर्ने छ। अनि यो के हाम्रो कतैबाट बजेट पनि छ चिनकुमार सर? एसओटी सङ्घको थियो अलिकति नागरिक उड्डयन मन्त्रालयबाट चाहिँ हामी त यो मुन्दुमी बाजान पनि यो चोलुङलाई उठाउँछौँ नि, यो यकलाई उठाउँछौँ होइन, महाशक्ति गीतको रूपमा उठाउँछौँ। मुन्दुमी हिसाबले पनि हामीले जस्तै फुको फलेदो गरे पनि तपाईँको हामीले बलि प्रथा गरे पनि यो चोलुङ त मागेना शक्तिको लागि त यही हो नि त। अब हाम्रो यो चामखासिङ यकले चाहिँ यसरी चाहिँ तपाईँको मागेना पुगार नुर्याङ कमराङ तुवाङ वासा हो भनेर चाहिँ मुन्दुमी वाचनमा भन्छ नि। त्यस कारणले गर्दा अब पछि यो संरचना बनिसकेपछि के हुन्छ भन्दाखेरि यो चाहिँ यो चोलुङ यति एरियामा चाहिँ मान्छेले टेके पनि अब राम्रो आत्माले सरसफाइ गरेर नुहाइधुवाइ गरेर मात्रै टेक्ने तर अन्य चाहिँ साथीहरूले चाहिँ त्यति प्रवेश गर्न नदिने भन्ने हो। हामी मागेना गर्दाखेरि तपाईँको के हुन्छ भन्दाखेरि त्यो हामीले मागेना गर्दा कुखुरा पनि हामी अरू पानमेन्दङलाई त दिँदैनौँ नि त, त्यो त हाम्रो संस्कार छ नि त। त्यस कारणले गर्दा यो चोलुङ सबै बनिसक्यो भने यो यहाँ चाहिँ मेन हुने हामी चाहिँ हुन्छ। अनि चिनकुमार सर जस्तै यो हाम्रो यक निर्माण गर्नको निमित्त होइन, त्यसै गरी चाहिँ अब यो जुन हाम्रो खजुम वंशावलीको निमित्त तपाईँले जुन आफ्नो ऊर्जाशील समय चाहिँ व्यतीत गरेको लगभग कति समय भयो? यो लगभग यो चाहिँ हाम्रो मागेना यक चाहिँ यो जुन सुरुवातमा हाम्रो मागेना चोलुङ हो, हाम्रो मागेना यक हो भन्ने हिसाबले हामी 60-61 सालदेखि नै म सानै उमेर थिएँ। त्यतिखेर चाहिँ यहाँ यो संरक्षण गर्नुपर्छ, यो हाम्रो मागेना चोलुङ रहेछ, हाम्रो महाशक्तिपीठ रहेछ। हामी चाहिँ धामीहरूले मात्रै मुन्दुमी वाचनमा शक्तिको रूपमा प्रयोग गर्थ्यौँ। तर हाम्रो चाहिँ मेन कुरा चाहिँ नजिकको तीर्थ हेला भनिन्छ नि, नजिकको ठाउँमा हामी बस्दा पनि यो मागेना चोलुङ हाम्रो हो, यसलाई संरक्षण गर्नुपर्छ, महाशक्तिपीठको रूपमा चाहिँ चोलुङमा पुग्नुपर्छ, टेक्नु हुँदैन भन्ने चाहिँ पुगेको थिएन। तर 60 सालदेखि यो कन्सेप्ट भएर अहिले लगभग 20 वर्षको अन्तराल पछाडि चाहिँ हामी यतिसम्म आइपुगेको छ भनौँ न। अब यहाँ विभिन्न चाहिँ समितिहरू छ, उपसमिति छ, अब यक सम्बो समितिहरू छन् होइन, वंश प्रतिष्ठान छ, विभिन्न कुराहरू छ। अहिले चाहिँ सम्पूर्ण हामी 21 राष्ट्रमा 21 राष्ट्रदेखि 32 राष्ट्रमा चाहिँ थरगत खजुमहरू छरेर बसेको छौँ। अब त्यस कारणले गर्दा अब अहिले पनि हामी चाहिँ के भन्छौँ भन्दाखेरि यो चाहिँ हाम्रो महाचोलुङ हो, यो महाशक्ति हो। हामीले जे गर्दा पनि, हामी विदेशै जाँदा पनि, आशीर्वादै प्राप्त गर्दा पनि, हामीले चाहिँ बिरामी हुँदा पनि हाम्रो मागेना चोलुङ ढल्यो, अलिकति मागेना उठाइदिनु है पर्छ है भन्दा पनि यो हाम्रो यो भूमिलाई हामी पुज्नै पर्छ, पुकार्नै पर्छ, मुन्दुमी वाचनमा भन्नै पर्छ। यो छाम्बा माङ्बाले मात्रै भन्ने होइन, मुन्दुमी यसो सामान्य तपाईँको यसो मुन्दुमी वाचन गर्नेले पनि यो चाहिँ चोलुङ गर्छ। त्यसले गर्दा
अब यो चाहिँ विश्व राष्ट्रमा जति हामी खजुमहरू छरेर बसेका छौँ कुरुम्बङ मात्रै होइन हामी 5 थरीहरू छौँ। अब यो चाहिँ हाम्रो 5 थरी पनि एकचोटि सबै विस्तृत रूपमा भनिदिनु। मेन कुरो चाहिँ के छ भन्दाखेरि अब कुरुम्बङ खजुम भइहाल्यो, हजुर, अनि पारगारी खजुम भइहाल्यो, भयाङ खजुम भइहाल्यो, चोङमाङ खजुम भइहाल्यो, लेक्वा खजुम भइहाल्यो होइन। यो कुरामा चाहिँ तपाईँहरूले यो पनि स्पष्ट हुनु पर्यो हामी खजुमहरू दाजुभाइहरूले चाहिँ एउटा कुरा अब कुटुम्ब जे जस्तो खेलिहाले अब खेल्नु हुँदैन भन्ने एउटा हामीले सन्देश प्रवाह गर्ने फैलाउने। त्यसो गर्यो भने हाम्रो माङ्गेना उठ्दैन। हजुर हजुर, माङ्गेना चोलुङ चाहिँ किनभने हाम्रो सबै कुरा मिल्छ। जस्तै हामीले लासोदेखि लिएर मुन्दुमी वाचनदेखि लिएर माङ्गेला चोलुङकोदेखि लिएर सबै कुरा चाहिँ हाम्रो यो यही वाचन नै चाहिन्छ। अरू ठाउँ सुन त ल्याउनु भयो होइन। अनि त्यस कारणले गर्दा यो चाहिँ अब धेरै सङ्घर्ष छ। अब यो चाहिँ हामीले कसरी चाहिँ पुनर्निर्माण गरेर कसरी चाहिँ अन्त्य गर्ने भन्नेमा चिन्ताको विषय बनेको छ। सबैभन्दा मेरो चिन्तन नै रात दिन सपनामा पनि विपनामा पनि यो कसरी यो हाम्रो माङ्गेना चोलुङ उठाउने अनि यो कसरी सम्बन्ध गर्ने, यो चोलुङ उठाएर बिदाई हुँदा पनि एउटा स्वर्गमा पनि एउटा राम्रो हुन्छ भन्ने मलाई विचार बोकेर हिँडेको छु। धन्यवाद चिनकुमार सर, तपाईँले चाहिँ आफ्नो यो अमूल्य समय र एउटा जुन युवा ऊर्जाशील समय हाम्रो वंशावली खजुम वंशावलीको निमित्त, त्यसै गरी चाहिँ अब यो हाम्रो यज्ञ निर्माणको लागि जुन तपाईँले अमूल्य समय दिनुभएको छ, हामी सबैले चाहिँ तपाईँलाई चाहिँ धेरै धेरै एउटा आभार प्रकट गर्दै धन्यवाद पनि दिनुपर्छ है दाजुभाइहरू होइन। ल धन्यवाद चिनकुमार सर। त्यसै गरी यो यति मनोरम दृश्य छ, यहाँबाट चाहिँ यता चाहिँ 5 थर होला सायद यो डाँडाहरू होइन, यता चाहिँ 24 के राजा रानी बुदुक के पर्छ होला, अनि यता चाहिँ 5 थर रहेछ। अनि यता चाहिँ कता हो तेर्थुम? यो माथि म्याङलुङ हो, यो माथि यता म्याङलुङ ओख्रे, अनि यता अब बतासे हो। यता यस्तरी वरिपरि घुमाउँदाखेरि यता फेरि यो सल्लाहहरूले छेछ, उता चाहिँ फेरि मेरो बुवाको लप परेको ठाउँ, मेरो आमालाई लिएर आएको ठाउँ, के भन्छ त्यसलाई, परेवादिन होइन। ल यस्तै छ है। यहाँ आज भाग्यवश अथवा संयोगवश चाहिँ आइपुग्यो यो हाम्रो चाहिँ आफ्नो जन्मथल, पिता पुर्खाहरूको जन्मथल हो। यहाँ चाहिँ हाम्रो खजुमहरूको यज्ञ निर्माण हुँदैछ। माङ्गेना चोतलुङ यहाँ लगभग यहाँ देख्नुहुन्छ तपाईँहरूले, यो ढुङ्गा चाहिँ प्रतिस्थापन गरिसकिएको छ होइन। देशभरि छरिएर रहनु भएको हाम्रो खजुम दाजुभाइहरूलाई चाहिँ अब यो हाम्रो यज्ञमा आउनु होला, भिजिट गर्नु होला, आफ्नो माङ्गेना चोतलुङमा आएर दर्शन गरेर आफ्नो माङ्गेना सधैँ उच्च राख्नको लागि अनुरोध पनि गर्न चाहन्छु म।